ला म कहाँ यस्तो ठाउँमा नानी के भयो तिमीलाई किन रोएकी के आन्टी म कहाँ बसे हेर्नु र मलाई बाबा मम्मीसँग पुर्याइदिनु चिन्ता नल्याउ न नानी म लैदिइहाल्छु नि किन एक्लै आएको त यो जंगलमा यस्तो यहाँ के जनावरहरू बस्छन् भन्ने थाहा छैन मलाई थाहा थिएन हो र तिमी कहाँबाट आएको म बुटल चौकीबाट बुटल चौकी ए तिमी बुटल चौकीबाट आएको म पनि त्यतातिर बस्छु तिमी कुन पथ हो म शान्ति चोक ओ माई गॉड यहाँ के जनावर बस्छन् तिम्रो मम्मी बाबा कहाँ हुनुहुन्छ त बुटलमा त्यही बुटलमै हुनुहुन्छ ल हिँड न त म पुर्याइदिन्छु हिँड माथिबाट यहाँबाट यस्तो घनाघोर जङ्गलमा त आउनु हुँदैन ला चप्पल खस्यो लौ यस्तो घनाघोर जङ्गलमा त आउनु हुँदैन नि बुझ्यौ के अड्क्यो र हामी त यहाँ कस्तो डराउँछौँ ओ म पनि डराउँछु हिँड नानी यस्तो जङ्गल बाटो हराएको हो नि यो जङ्गल त एकदम यहाँ मान्छेहरू कति मर्छन् ओ नानी के भयो ओहो तिमी त कस्तो लोटिरहेछौ नि ऐनेदेखि यस्तो जङ्गलमा आएर के गरेको यस्तो तिमीलाई मम्मी बाबाको नम्बर थाहा छ नाइ थाहा छैन ला अब यो जङ्गलबाट म पनि कहाँ निस्के यस्तो घनाघोर जङ्गल छ नानी यहाँ आऊ त यो बाटो जानुपर्छ यताबाट सम्झिराख तिमी फेरि हरायो भने त आउनु हुन्छ नि आफै नरोइकिन ओ बा नानी अब उठाउनु मलाई तिमीले नि मलाई कहाँ खसाल्यौ र यस्तो घनाघोर जङ्गलमा बसेछौ नै मरे नानी ओ मलाई यस्तो घनाघोर जङ्गल छ भयो नानी आऊ त्यो माबाट नजाऊ नानी यस्तो घनाघोर जङ्गलमा नजाऊ यताबाट जाउँ पर्छ है आऊ ला बल्ल बल्ल निस्कियो नि यो बाटो हिँड चाँडो हिँड नानी